फाइनल्ली दुईजनाको भेट भयो। भाइलाई त असाध्यै भेट्न मन थियो अन्जुलाई होइन? पहिला पनि मेसेज आएको थियो हामी अब लाइभ गर्नुपर्छ भनेर। अनि कताबाट आएको थियो मेसेज? मोबाइलबाट। होइन कसले पठाएको थियो? अन्जु तिमीले डाइरेक्ट पठाएको मेसेज? उनको आवाज मन पराएर। अन्जुले योभन्दा अगाडि कसैलाई मेसेज पठाएको थियो यस्तो? नै। के लेखाएको थियो मेसेज भन त? हेलो दाई भनेको थिएँ। हेलो दाई भनेपछि मैले चिनिहालेँ, पहिला चाहिँ चिन्थेँ। अनि त्यसपछि बोलाएर मैले एक्सेप्ट गरेँ। अनि त्यसपछि बोल्दाखेरि हामी दुरी लाइभ गर्नुपर्छ अनि भनेको। अनि फेरि मैले फेरि सर दाईहरूलाई सोध्नुपर्छ भनेर दाईहरूलाई भनेको थिएँ। मान्छे मन परेर हो कि स्वर मन परेर? मान्छे नि मन पर्छ, आवाज नि मन पर्छ, दुइटै नै मन पर्छ। मान्छे पनि राम्रै हुनुहुन्छ। अनि दुईजनामा को जेठो हो? केही महिनाको मात्र फरक हो। ए भनेपछि उमेर सोधासोध पनि भइसक्यो हो र? कति महिनाको फरक हो? म जेठ कति फागुन, म चैत्र। कुरो कहाँसम्म पुगिसक्यो। सबैको मनमुटुमा बस्न सफल भाइ विनोद र अन्जु बहिनीले सँगै गीत